ल भन् त अब ल पर्चुगलले हाल्यो भने बिहा गर्छस् नि बिहा गर्छस् नि तैँले त नाङ्गै हिँड्छस् नि फेरि रोनाल्डोले ह्याट्रिक हान्यो भनेपछि अनिस भाइलाई डर रहेछ कि पोर्चुगलले जित्छ ल अरे न त नाङ्गै हिँड्छु भन म भने त जित्दैन त उसले नाङ्गै हिँड्छु भनेर त पोर्चुगलले वर्ल्ड कप जित्यो भनेर रोनाल्डोले ह्याट्रिक हान्यो भने म नाङ्गै हिँड्ने ल देख्यो ह्याट्रिक हान्यो भने युट्युबमा हाल्नु पर्सि रोनाल्डो गोल हान्यो स्पेनले गोल हान्यो मुला स्पेनले 4 गोल हान्छ मुला आज ब्याट लगाएको पैसा तिम्रो लग्ने हारेपछि म लगाम न त ब्याट लगाम न त ल स्पेनले जति गोल हान्छ नि जस्तै 5 गोल हान्यो पोर्चुगलले 4 गोल हान्यो तिम्रो जित्यौ अनि लाज मान्छे न यो कोसँग भिड्दैछ र अर्जेन्टिना कोसँग भिड्दैछ टिम सानोटिनो हुन्छ नि त अब र्याङ्किङको टप 10 मा पुगेको पोर्चुगलले अस्ति ड्र खेल्यो कि नै अनि अर्जेन्टिना त्यस्तो वर्ल्ड च्याम्पियनले हार्यो कि नै यससँग खेल सानो ठुलो हुन्न गोलको कुरा हुन्छ खेलम न त खेलम यसले 1 गोल हान्यो अझै तिमीलाई चान्स पनि 1 गोल पनि दिएको छु अझै जित्छ कि स्पेनले अघि नै भने हैन जित्छ भनेर मैले जित्छ भन्ने फेरि बार्सा किन भने थस के तैँले फेरि रियल म्याड्रिडको प्लेयर नहालेर अघि रियल म्याड्रिडको बार्साको प्लेयर नहालेर रियलको हाल्थ्यो भने त स्पेन राउन्ड अफ त्यो प्लेयर त हामीले भनेर हाल्ने भएन त अब रोख न अर्को त्यो के भन्छ राउन्ड अफ 16 मा अब के पोर्चुगलसँग पर्यो भने नि स्पेनले जित्छ के कुरा गर्छौ मुला भर्खर हार्या थाहा पाइनौ ल नि के तिम्रो ड्रमा भए देखिनु ओए ड्र त्यत्रो कप समाते देखिन्थ्यो रोनाल्डोले सर्च गरेर त्यो एआई हो के तैँले स्पेनले हार्यो भने नाङ्गै हिँड्छौ यहाँ त दबारमा मैले के भने तिमीलाई स्पेनले हार्छ यता सुन स्पेनले हार्छ भनेको छु र मैले के भने चाहिँ स्पेनको 1 गोल भइसक्यो हो कि नै स्पेनको गोल र भोलि हुने पोर्चुगलको गेममा जसले धेरै गोल हान्यो त्यसले जित्छ बेट भनेको हो त्यो अझ स्पेनको 1 गोल भइसक्यो हो कि नै अझै टाइम त्यति धेरै बाँकी छ मैले स्पेनले हार्छ भने हैन अहिले जे पनि हुन सक्छ अहिले भोलि अर्जेन्टिनाले जित्छ क्या ल त्यो उ लगाम न त किन दुईटै टिममा किन लगाउने टिम सानोटिनो हुन्न हैन यही बेड पोर्चुगलको यो सेकेन्ड गेम नै थर्ड गेम कोलम्बियासँग छ नि त्योसँग जज गरेर यो पनि खेलम त्यो पनि खेलम कुरा ए हो क्या रोनाल्डो फ्यानहरुको कुरा त फेरि झारै हुन्छ नि फेरि के कुरा गर्ने अहिले भइराको मैले टिकटकमा त्यतिकै देखाएर हिँड्छु टिकटकमा त्यतिकै देखाएर हिँड्छु कि रोनाल्डोका फ्यान केपी ओलिया झोले जस्तै हुन्छन् भन्ने भयो ल पुग्यो मलाई मेरो कन्टेन्ट पुग्यो गाइज आजको वर्ल्ड कप हेर्नु यहाँ मोबाइलमा हेर्न सक्नुहुन्छ कोही गर्लफ्रेन्ड कोही मोबाइल कोही के कहिले के सक्यो ल समाप्त भइसक्यो हाम्रो आजको ब्लग